हेलो नमस्ते मेरो सम्पूर्ण टिकटकको साथीहरूलाई। म चाहिँ आज के भन्नु आएको भने यो मेरो आँखाको प्रब्लम भएको लगभग 1 महिना भयो। मैले आँखा हस्पिटल गएर पनि 4 चोटि गएर चेकअप गराएर औषधि राखेको छु। यस्तो औषधि दिनु भएको छ, हप्तै पछि गएर चेक गराएर यस्तो औषधि दिनु भएको छ। तर यो दबाईले पनि 1 महिना भइसक्यो तर पनि अझै ठिक भएको छैन। अझै पनि यो रातो हटेको छैन, आँखामा अलिअलि दुख्ने गोच्ने भएको छ। यदि हजुरहरू मध्ये कसैलाई यस्तो भएर केही अनुभव भएको छ भने केहीले ठिक भएको छ भने प्लिज कमेन्टमा यसो जानकारी दिनुहोला भन्दै आज म यतिकैमा बिदा हुन चाहन्छु। हस्त बाई बाई। भिडियो फुल सपोर्ट गरिदिनु होला प्लिज।